नमस्ते सम्पूर्ण साहित्यिक मनहरुमा म तपाईकै प्यारो मान्छे मिलन विक आज धेरै दिनपछि तपाईको माझमा उपस्थित भएको छु एउटा मिठो मुक्तक लिएर। मलाई मुक्तक लेखेर पठाउनु भएको छ दिपायल सिलगढी नगरपालिका 2 पन्याबाटा घर भई हाल भारतको राजस्थान सिकरमा कार्यरत प्यारो भाइ अमर शिला लाउजीको यो मिठो मुक्तक तपाईको माझमा स्वीकार्नु होला। बीच बाटोमै छोडी जानेले किन माया लायो, बीच बाटोमै छोडी जानेले किन माया लायो, यो मुटुमा छुरा हान्नेले किन माया लायो। आखेरी गयौ छोडेर मलाई साँचो माया गर्छु भन्थे, आखेरी गयौ छोडेर मलाई साँचो माया गर्छु भन्थे, बाचा कसम झुटो खानेले किन माया लायो, बीच बाटोमै छोडी जानेले किन माया लायो। तपाईलाई यो मुक्तक कस्तो लाग्यो, के लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला। तपाईसँग पनि यस्तै मुक्तक गजल देउडाहरू छन् भने सम्झन सक्नुहुन्छ। अहिलेको बसाइलाई म तपाईको प्यारो मान्छे मिलन विक छुट्टिन्छु। हजुर धन्यवाद। जय गीत, जय सङ्गीत, जय नेपाल।